झाँकी आउँदैछ है हाम्रो अन्तिम प्रश्न रहेको छ आज 205 रुपैयाँको लागि कति त्यो त थालै छैन कसैले आउँदैन नि त फेरि कति अध्याय छ ल कम्पर अफर आएछ कम्पर श्रीमद् भागवतको श्रीमद् भागवत महापुराणको दशम स्कन्धमा कति अध्यायहरू छन् जी यहाँ सानो भाइ आउँछ सबैमा होलसेल सबैले जी पछाडि राधे राधे 10,000 पछाडि भाइले नमस्कार भएन भागवतमा दशम स्कन्धमा कति अध्याय रहेका छन् भन्ने गुरुजीले 335 हो अलिकति भयो राधे राधे गुरुजी जी 4 नमस्कार तपाईहरुले यहाँ प्रश्न बुझ्नु भएन सबैजना यो नोट गर्नु श्रीमद् भागवत महापुराणमा दशम स्कन्धमा कति अध्यायहरू छन् लेसन टोटल भागवतमा 335 अध्याय हो तर दशम स्कन्धमा कति अध्याय रहेका छन् राधे राधे गुरुजी 18,000 कल कसले जी राधे राधे गुरुजी उहाँले पाउनुहुन्छ राधे राधे गुरुजी जी 90 अध्याय जोरदार ताली बजाइदिनु होला 90 अध्याय रहेका छन् अगाडि आइदिनु होला यो पुरस्कार गुरुदेवको हातबाट वितरण गरिदिनु होला अब हाम्रो झाँकीको समय रहेको छ यो फिल्ड खाली गरिदिनु होला हाम्रा खुजुरा पार्टीहरू सबै जानु होला परपर जानु होला र झाँकी भाइले आफ्नो झाँकीलाई अगाडि बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु झाँकी आउँदै हुनुहुन्छ सबैले झाँकी देखिसकेपछि जानुपर्छ है हेलो हरि ओम समादरणीय भक्तमान बाबुहरू हामीले नरसिंह अवतार भगवानको कथालाई आज झाँकीको रूपमा देख्नेछौँ अलग तरिकाले समादरणीय भक्तमान बाबुहरू अब हाम्रो दिव्य अति दिव्य झाँकीको समय भएको छ सबैजनाले आफ्नो स्थानमा बसेर यो दिव्य झाँकीको मनोरञ्जन लिनु होला आउनुहोस् अब दिव्य झाँकीको दर्शन गरौँ यो ब्रह्माण्डको पहिलो पानामा देवताहरूको वास थियो त्यसैको यस्तो पानामा त्यही दैत्यको खेल देखिएको थियो त्यही सासको वास कोसले कश्यप नन्दन एक कश्यप तो
ज्वाला संजय जी हटिदिनुहोस् न। अब सल्लम कि ब्रह्माण्डमा हिँड्ने